साथीहरु आज वैशाख 19 गते एउटा सानो प्यान टाइपको छ, एउटा यो छ स्क्वायर बल्छी यहाँ बस्यो झोला छ लाग्यो बल्छीतिर साथीहरु। आज सप्तकोशी साथीहरु हामी जितपुरबाट राजावास हुँदै तल आइपुगेछौँ। झन्डै 9.5 किलोमिटरको एरियामा। यहाँ तलपट्टि हाम्रो यो वन्यजन्तु आरक्षण जस्तो छ तल, जहाँ आर्मीहरू बस्छ। यहाँदेखि झन्डै 500 मिटर तल होला। हामी यहाँ छौँ। आज मैले एक्स्ट्रा फिसिङ रड ल्याएको छु, यो पेन फिसिङ रड। यो पनि म आज युज गर्छु। ल साथीहरु, दाजु र म छौँ। कोसी यहाँ छ। अब हामी आफ्नो रेडी गरेर सुरु गर्छौँ फिसिङ। पेन फिसिङमा गरिरहेछ ट्याङ्ग्रा सी। साथीहरु चिसो पनि खाँदैछु, आइस क्युब जस्तो भित्र आइस क्युब छ। बल्छी चुटेर अहिले मेन्टेनेन्स गरेँ, फेरि थाप्दैछु। सानो बल्छी त्यहाँ छ। साथीहरु कन्टिन्यू छ फिसिङ सप्तकोशीमा। गर्मी छ, हाफ प्यान्ट फाट्दै सिलाएको कता पो गयो फेरि फाटिरहेछ पुरा भिजेर भित्र बल्छी निकाल्दाखेरि। साथीहरु यस्तै छ। साथीहरु यो सबभन्दा सानो बल्छी होला, वाल स्मलेस्ट भन्दा पनि हुन्छ। यसमा चाहिँ ट्याङ्ग्रा माछाहरू परिरहेछ। चल 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 बिचरा थाकेछ। साथीहरु साह्रै सानो छ यो फिसिङ रड चाहिँ, फेरि स्मल फिसिङ रड। सानो स्मल रड छ, फिसिङ रड छ, पर्दैछ यसमा। यस्तै छ साथीहरु। साथीहरु लगभग 5:30 भइसकेको छ। अब हामी वापस घरतिर लाग्दैछौँ। यो सप्तकोशीको किनारे सफारीमा बाटो यस्तै छ। साथीहरु आज कोशीमा लगभग 1 थाली नै भयो है साथीहरु। आज चाहिँ यस्तो छ। यो बल्छी पनि यो खालको सानो खाले बल्छी, ठुलो पनि छ। लगभग स्टिलको थालीबाट 1 थाली नै छ। आज फापरको ढेँडोसँग यसको मर्मत गर्ने प्लान छ हजुर। ल साथीहरु, यो सप्तकोशीको माछा अनि यो फापरको ढेँडो बडो स्वादिष्ट तरिकाले खाइँदैछ। अघि सुरुमा भिडियो बनाऊ भनेको पसिँदाखेरि भुलिहालेछु भोको जगमा। ल साथीहरु, तराईको बसाइ गर्मी छ तर ठिकै छ, रमाइलो छ। ल साथीहरु, मेरो भिडियो हेरिदिनु भयो त्यसको लागि सबैलाई धन्यवाद। थ्याङ्क यू।